अब मैले अब म मुड्दिनँ अबदेखि म बाहिर म मुड्दिनँ कि म जानेमै मुड्छु के अबदेखि त्यसो गर्नु कति वर्ष पुग्नुभयो त नि तिमी म 28 वर्ष पुगेँ नि हेर्दा त नि सानो तर हुन त यस्तो हो झ्याङकुरी सानो सानो मान्छे सानै देखिन्छ नि सानो तर सबै अरू अरू त ठुलै हो नि वर्ष उमेर सबै ठुलै छ के आशा म अहिले हेर्छु डेन्जर छ होला म कहिले राखेको यी त भर्खर 16 वर्ष जस्तो देखेर त्यसो भनेको है फेरि म त अबै 16 वर्ष त होइन नि म त 28 वर्ष पुगेँ छिपिसकेछ त्यसो नि तपाईँ कति वर्ष पुग्नुभयो म त लगभग पुगेँ 40 ए भर्खरकै रहेछ नि 40 वर्ष थिप्तै रहेछ 40 वर्ष भर्खरै हुन्छ आधी वयसको होइन भर्खरकै हो नि 40 वर्ष त मलाई त भर्खरकै लाग्छ नि तर फेरि 40 वर्षको भएपछि चाहिँ 16 वर्षको तरुणीहरूले मन पराउँछ अरे भनेको सुनेको छु त्यही भएर म त 16 वर्ष होइन 28 वर्ष 29 30 वर्ष तरुणीहरूले मन पराउँछ नि के भन्नु म त तपाईँलाई मन पराउन थालिसकेँ अब के गर्नु तपाईँको के विचार पहिला गइसक्यो होला बात गर्दै कति ठाउँ पहिला जानु बोल्नु भन्नु त म पहिला जाँदै जान्न कि म जान्छु कि खुसी लाग्यो धेरै धेरै कुरा गर्नु उति कुरा निस्किन्छ फेरि जोड दिँदै गरौँला ल होइन कतिसम्म जानु भन्नु फेरि गएको छैन के तपाईँसँगै जाने हो होइन जानु भएको होला चेक गर्नुहोस् ल ल म अब जान्छु हेर्नुहोस् अब तपाईँलाई म पहिला जानु पर्यो भने म तपाईँलाई यसो खबर गर्छु ल डराएको अनि होइन होला किन डराएको होइन कि मलाई यहाँ पर्खिरहेछ क्या मेरो साथीले हो तिम्रो साथीले ल ठिकै छ म जान्छु फेरि आउँदै गर्छु ल केही समस्या पर्यो भने मलाई म सम्पर्क गर्छु तपाईँलाई मेरो कोही केही भइहाल्यो भने मेरो